फेरि म अन्त 1 मिलियन भ्युज आउँदा तपाईँ बाटो मुनि पुग्यो अरे कुन चाहिँ भिडियोमा चाहिँ भ्युज आयो त्यति खालको हाम्रो कस्तो चेक गरेको त हो 1 मिलियन भन्छ हौ म त दङ्गै लड्यो होइन बाटो दङ्गै लड्यो त्यहाँ तल पुग्यो त्यहाँदेखि फेरि आयो यसो हेर्छु फेरि 1 मिलियन के गर्नु भएर त्यहाँ चाहिँ अब हौ त्यस्तो आयो कुन चाहिँ भिडियोमा चाहिँ मौरीको भिडियो त्यो ड्रोन चाहिँ मौरीले चाहिँ मारेर चाहिँ बाहिर निकालिरहेको थियो नि सबै त्यसमा चाहिँ मिलियन आयो मिलियन आइदियो कति वर्ष भयो तपाईँले गर्नु थाल्नु भएको मैले गरेको त अब भाइ कति वर्ष भयो 2-3 वर्ष भयो 2-3 वर्ष भयो अस्ति अब डान्सको भनिहाल्यो अब यसो मलाई मजाले बुझाइदिनुहोस् न डान्स अब कल्चुडे भनिहाल्नु भयो होइन अब कल्चुड ठिकै हो कल्चुडा जस्तो फुटुक है तर मलाई मान्छे पनि त्यसरी किस्को छ मौरी पाल्ने गरेको छु होइन भाइकोमा त मौरी पनि डान्स गर्दै आउँछ होला है भन्छ कि हजुर डान्स गर्दै आउँछ कोही बेला त आम्बो यस्तो ब्रेक डान्स गर्छ कि आएर बस्नै मान्दैन भनिदिन्छु होइन बस्नै मान्दैन भनिदिन्छु फेरि फर्केर त्यस्तो अब डान्सको अब यो डान्स भन्ने कुरा चाहिँ अब कस्तो मलाई चाहिँ एकदम दामी लाग्छ होइन डान्स चाहिँ अब एकदम राम्रो हो यो चाहिँ ब्रेक डान्स यो मैले उहिलेदेखि नै गरेको अब होइन तर सोसियल मिडियामा गर्न थालेको चाहिँ अब त्यही 2-3 वर्ष भयो तर कन्टिन्यू पनि गरेको छुइनँ तर अब मलाई मनपर्छ मन परेको कारणले हेल्थको लागि चाहिँ एकदम दामी हो चाहिँ एक्सर्साइजको लागि गर्नुहुँदैछ एक्सर्साइज पनि हुन्छ अनि यो चाहिँ एकदम राम्रो नि त उयो नै लाग्छ त कल्चुडे त्यतिको भाइले फेरि अब प्रेसर ततायो नि त फेरि खोइ यो भाइलाई त खोइ अब पुरा एकदम प्रेसर बनायो एकछिन लु भाइ अब भन तिमीले साह्रै खतरा कुरा पो गर्यौ त लु अब भनौँ त लु के पर्यो डान्सको तपाईँको डान्सको अब डान्सको मैले तिमीलाई अघि दिन भनिरहेको छु डान्सलाई रेस्पेक्ट गर डान्स भनेको त्यस्तै हो भनेर भन्दैछु त बुझ्दैनौ कुरा तिमीले आहा यो भाइले कुरा नबुझ्दो रहेछ है फेरि बाङ्गो 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 कुरा मलाई झन् हेलो गाइस भनेर जिस्काउँछ भने त फेरि अब त्यही हो मान्छेको त्यस्तै हुन्छ नि त फेरि भन त एकताल भाइ के भन्यो फेरि तपाईँलाई त फेरि अरूले हेलो गाइस पनि भनेर जिस्काउँछ अरे त त्यसो म चाहिँ लाग्दिएकै लु यहाँ चाहिँ तिम्रो आगोले पोले पनि पोलो छ के गर्नु भएको पडकास्टमा आएर तपाईँलाई यस्तो सोधिहाल के छ अब यताउति मैले त मेरो मनको सोधेको होइन कमेन्टमा भएको सोधेको त तपाईँलाई त्यही हो अब कतिले अब गाउँमा पनि भनेको तपाईँलाई यस्तो भन्दा छ भनेर अन्त अब गाउँको मान्छेहरू त त्यही हो नि मान्छेहरूले त अब के भन्छ उनीहरूले त अब त्यही हो कमेन्ट गर्नु जानेको छ जजमेन्ट गर्नु जानेको छ होइन त्यही त हो अनि त्यसले गर्दाखेरि मान्छेलाई चाहिँ हेलो गाइस भन्छ त फेरि कस्तो कुरा गरेको फेरि कल्चरल के अरे के पो भन्यो हेलो गाइस भनेर जिस्काउँदैछ त थट हरेक कुरा नगर अब मान्छेले जिस्कायो भन्दा पनि तिमीले आज मलाई पनि जिस्काइदिइहालेको अन्त भनिदिइहालेको अघि पनि भनिरहेको थियौ मैले तिमीलाई के भनेकै छुइनँ थट के भन्नु चाहेको लु भन त तिमीले के भन्नु चाहेको भन त लु भन न छिटो थट तेरेको यो भाइलाई त म त के गरौँ हौ आहा अब गरम भयो त मलाई त प्रेसर दिमागहरू पो तातिन थाल्यो त ओहो के गरौँ हौ लु भन लु अब एक दुईवटा के छ भनिहाल नभए चाहिँ म यो गर्छु है फेरि म यो गर्छु है फेरि म थट्टेरीको अब खोइ के भन्नु गरम भयो आहा लु सोध त अब लु भाइ अब भन त लु तिम्रो के छ अरे लु भन त राम्रो खालको कुरा पो सोध्छौ कि भनेको त के पो भनेको त लु अब चाहिँ लु भन है लु भाइ साथीहरू मलाई त डर लाग्यो पडकास्ट गर्नु पनि